रातभरिको यात्रापछि बल्ल मर्निङ हामी 6 बजे नै आइपुगेको थियौँ। अब यहाँ कति बेला अफिस खुल्छ वेटिङमा छौँ। त्यसपछि अनि कहाँ हुन्छ र एकछिनमा भेटौँला है त। A few moments later. एक्चुअली रियादमा चाहिँ रियाद चाहिँ जानु भएको थियो। यस्तो रमाइलो रहेछ। हामी चाहिँ हेर्न चाहिँ पाएनौँ कामले गर्दाखेरि, तर भिडियो चाहिँ हेऱ्यो। यस्तो दामी रहेछ, रमाइलो भएको रहेछ कन्सर्ट। यो चाहिँ बङ्गलादेशी सिङ्गरहरूको कन्सर्ट हो। अनि त्यहाँ फिलिपिन्सहरूको पनि कन्सर्ट थियो अरे, अनि नेपालको नि हुनेवाला थियो अरे, तर हामी चाहिँ टाइमले पुगेन है। सी नेक्स्ट। अब यहाँ चाहिँ हामी अब रियादमा जुन कामले गएको थियौँ त्यो काम सकेर हाम्रो पछाडि साथीहरू छन्। अब फेरि वापस आउँदैछौँ। रियादको हाइवेहरू हेरौँ है। फर्स्ट टाइम देखेको, रमाइलो लाग्यो, दामी छ। यो साइडमा बिल्डिङ र कारहरू पार्किङ गरेर राखेको रहेछ। यहाँ त जुम गरेर देखाइदिन्छु। अनि अगाडि चाहिँ ब्रिज, गाडीहरू, बाटो। डेभलप कन्ट्री भनेको डेभलपै हो कि होइन त। हाइवेमा गाडी हेर्नु कति धेरै हो। यस्तो पाराले त अगाडि जाममा फसिन्छ जस्तो छ यार। रियादको जाममा फसिनै भयो त। अब चाहिँ हामी रियादले छोडेर दमाम हाइवेतिर लागिसक्यौँ। त्यो साइडवेबाट जाँदो रहेछ दमाम। यो देखेको पेट्रोल पम्पमा रोकेर अनि त्यसपछि यहाँ चाहिँ खाना खाएर अब फेरि हामी अगाडि बढ्न लाग्छौँ।
यो चाहिँ पेट्रोल पम्प हो। यहाँ गाडीमा तेल हालियो अनि हामीले खाना पनि खाइयो। अब यहाँबाट एकछिनमा अब हामी अगाडि दमामतर्फ निस्किँदैछौँ है त। हामी गाडीमा आएर हाइवेमा आइसक्यो। साथीहरू सुत्दै हुनुहुन्छ पछाडि। यस्तो मरुभूमिमा ऊँट चरिरहेको छ। घाँस केही छैन तर ऊँट चाहिँ देखियो है। सौदीमा चाहिँ ब्रेक वेटिङ भयो। हामी चाहिँ अहिले यो एयरपोर्ट नजिक आइसकेको छौँ। अब एयरपोर्टबाट अब हामीलाई 1 घन्टा लाग्छ जुबेल पुग्नलाई। यो जुबेल हाइवे कस्तो दामी छ यो हाइवे, 4 लाइनको बाटो। सबै साथीहरू पछाडि बस्नुभएको आफ्नो स्टेसनमा उत्रिनु भयो। अब मेरो चाहिँ अलि अगाडि